नमस्कार। हामी करियर गाइडेन्स बाई बलदेव सरको आज तेस्रो सिरिजमा छौँ। योभन्दा अगाडि मैले एसी पास भएर बसेका विद्यार्थीहरूको लागि तपाईहरूले करियर सिलेक्सन गर्दा अथवा सब्जेक्ट चुज गर्दा यो कुराहरूमा विशेष ध्यान दिनुपर्छ। आफ्नो रुचि र आफ्नो क्षमता अनुसारको सब्जेक्ट चुज गर्नुपर्छ। कसैको दबाबमा आउने होइन। तपाईको भविष्य तपाईकै हातमा छ। अहिले हामीले गलत बाटो चुज गर्यौँ भने हामी गन्तव्यमा पुग्न गाह्रो हुन्छ भन्ने खालका कुराहरू मैले गरिसकेका छु। आजको विशेष क्लासमा चाहिँ हामीले विशेष गरी गार्जेनको कुरा गर्छौँ, जसको आफ्नो बच्चा चाहिँ अहिले एसी दिएर अथवा योभन्दा अर्को साल दिने होला, जे होस्, तपाईँ यदि गार्जेन हुनुहुन्छ अथवा तपाईँ आफू बच्चा भयो भने तपाईँको गार्जेन छ भने हुनुहुन्छ भने उहाँको लागि यो भिडियो मैले विशेष गरी टार्गेटमा राखेर बनाएको छु। हाम्रो समाजमा, हाम्रो जस्तो समाजमा कस्तो छ भन्दाखेरि आफूले चाहेर पनि केही काम गर्न सकेन, टार्गेटमा पुग्न सकेन, त्यो गर्न चाहिँ आफ्नो छोराछोरीप्रति मैले पढ्न सकिनँ तैँले पढ, मैले त धेरै कमाउन सकिनँ अब तैँले कमाउनु पर्छ, यावत कुराहरू आफ्नो बच्चामा जिम्मेवारी उसलाई थोपर्ने चलन हुन्छ। त्यहाँमाथि हाम्रो त गार्जेन मात्रै होइन, स्कुलमा पनि थुप्रै स्कुलहरूमा बच्चालाई सानैदेखि बाबु तिमी के बन्ने ठुलो भएपछि भनेर सोध्ने चलन हुन्छ। मानिलिउँ उसले एउटा शब्द बोलिदियो, मानिलिउँ म त डक्टर बन्ने, तर उसलाई थाहा छैन कि डक्टर पढ्नलाई कति समय लाग्छ, कति मेहनत लाग्छ, कति पैसा लाग्छ, थाहा नै छैन। तर ऊ त बार म त डक्टर बन्ने हो, डक्टर बन्नु हो, त्यो उसले रिपिट गरिरहेछ। त्यो हुँदा उसलाई मेन्टल्ली एउटा स्ट्रेस मतलब प्रेसर बनिसक्यो कि अब म डक्टर बन्नुपर्छ। अब हुँदै जाँदा पछि गएर वास्तवमा ऊ डक्टरको लागि थियो या थिएन बच्चैमा कसरी थाहा पाउने, त्यो त सम्भव छैन। त्यो हुनाले गार्जेनले, टिचरले सबैले यो कुरा बुझ्नुपर्छ कि विद्यार्थी टिनेजर्स जो चाहिँ एसी दिनुभन्दा अगाडि म के को लागि जन्मिएको हुँ भनेर उसलाई पनि थाहा हुँदैन, गार्जेनलाई पनि थाहा हुँदैन र कसैलाई पनि थाहा नहुन पनि सक्छ, हुँदैन नै। त्यो हुनाले हामीले जबरजस्ती उसलाई त यसो बन उसो बन भनेर उसलाई दबाब दिनु हुँदैन। बरु उसलाई के गर्नुपर्छ, हामीले त्यसको बारेमा डिटेलमा उसलाई बताउनुपर्छ क्लियरली, खुलेर त यस्तो बन्ने हो भने यति तैँले पढ्नुपर्छ, यति मेहनत गर्नुपर्छ जस्ता कुराहरू भनेपछि यहाँनिर एउटा गार्जेन कन्फ्युजनमा हुन सक्छन् कि मेरो छोरालाई के गर्दा, मेरो बच्चालाई, छोराछोरीलाई के गर्दा ठिक हुन्छ। अर्को हुनसक्छ सेल्फ स्टुडेन्ट आफै, विद्यार्थी अथवा बच्चाहरू आफै कन्फ्युजनमा हुन सक्छन्। मैले साइन्स पढ्ने कि म्यानेजमेन्ट पढ्ने कि आइटीतिर जाउँ कि अथवा चाहिँ ल पढ्ने कि के पढ्दा ठिक होला त, उनीहरू आफै प्रायः त आफै कन्फ्युजमा हुन्छन्। त्यो हुनाले मैले मूल व्यक्तित्व चिनेर मात्रै अगाडि बढ है, यो यस्तो व्यक्तित्व छ भने यो सेक्टरमा जाऊ भनेर मोटामोटी अगाडि बताइसकेका छौँ। अब गार्जेनले पनि यो कुरा बुझ्नु पर्यो। यो कुरा किन बुझ्नु पर्यो भन्दाखेरि यदि हामीले डब्लुएचओको तथ्याङ्क हेर्ने हो भने 1 वर्षमा लगभग 1.25 लाख मान्छे सुसाइड गर्दा रहेछन्। त्यसमा पनि अनुपातको हिसाबले हेर्ने हो भने जेन्डरको हिसाबले पुरुष चाहिँ महिलाभन्दा दोब्बर सुसाइड गर्दा रहेछन्। यस्तो किन भयो? हाम्रो यदि पास हिस्ट्रीबाटै हेर्ने हो भने हाम्रो नर्मल्ली मेलले के गर्छ, अर्निङ गर्छ, घरको सेक्युरिटीको काम सबै मेलले गर्छ नर्मल्ली भन्दैछु है मैले। फिमेलले हाउसहोल्डमा काम गरिरहेका हुन्छन्। त्यो हुँदाखेरि प्रेसर कमाउने भनौँ, काम गर्ने हाबिजाबी प्रेसर त कसमा हुन्छ, मेलमा बढी हुन्छ। सँगसँगै अरू कुराहरू पनि छन्। फिमेलमा चाहिँ त्यो एउटा जन्म विशेषता नै उनीहरू बढी सहनशील हुन्छन्। यताउता कुराहरू छ साइकोलोजी अथवा साइन्सको हिसाबले, वैज्ञानिक हिसाबले सोच्ने हो भने यो तथ्याङ्क रहेछ। अनि विशेष चाहिँ जोखिमपूर्ण उमेर चाहिँ 15 देखि 29, 28, 29, 30 वर्षको यो बिचको उमेर समूहको चाहिँ बढी कारण देखाएको रहेछ यो डब्लुएचओले। र प्रमुख कारणमा यो चाहिँ तीव्र मानसिक तनाव, मैले भनिहालेँ। यदि उसले रुचि अनुसारको सब्जेक्ट लिएन भने उसलाई स्ट्रेस त फिल हुन्छ। काममा जान मन छैन तर जानै परेछ, स्ट्रेस त हुन्छ नै। हामीले भन्ने गर्छौँ नि, जस्तै घर यस्तो होस् आउन मन लागोस्, अनि काम यस्तो होस् जान मन लागोस्। अब त जान मन लाग्ने काम गर्न के गर्नु पर्यो त, पहिला आफ्नो रुचि थाहा पाउनु पर्यो, मलाई के गर्दा मजा आउँछ। अर्को, त्यो गर्न मैले सक्छु कि सक्दैन, मेरो क्यापेसिटी छ कि छैन। त्यो थाहा पाएपछि जे काम गर्दा मलाई मजा आउँछ र जे काम गर्न म सक्छु, यानि कि मेरो मूल व्यक्तित्वसित मेल खाने काम छ भने त्यही काम गर्न जानलाई मजा आउँछ।
जब काम गरिन्छ फ्रेस मुडमा काम गरेर फर्किँदा फर्किन घर आउन नि मन लाग्छ भनेपछि कोर कन्सेप्ट कहाँ छ त? स्ट्रेसको कारण, काममा जान मन नलाग्ने कारण, घरमा झगडा हुने मेन कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो करियर, हामीले कस्तो काम गर्दैछौँ, हाम्रो रुचि अनुसारको काम गर्दैछौँ कि रुचिभन्दा फरक काम गर्दैछौँ। काम कुनै पनि राम्रो नराम्रो त हुँदैन, मात्रै के हो हाम्रो रुचि अनुसारको त्यो काम म्याच भयो भने त्यो काम राम्रो भयो, होइन भने नराम्रो काम भइदिन्छ। त्यो हुनाले हामीले विशेष अहिले नै ख्याल गऱ्यौँ भने हामी सही बाटोमा हामीले बच्चा बच्चीहरूलाई डोराउन सक्छौँ, नत्र गलत बाटो गएर हामी टार्गेटमा पुग्न सक्दैनौँ। पश्चिम जानुपर्ने मान्छे पूर्वतिर गयो भने के हुन्छ? एउटा भनाइ छ अल्बर्ट आइन्स्टाइनको, हामीले माछालाई रुख चढ्ने कम्पिटिसनमा लगाएर उसलाई जज गर्नु हुँदैन। त्यो भनेको के भन्दा माछाको पौडिन सक्ने क्षमता छ, बाँदरको रुखमा चढ्ने क्षमता होला। अब हामीले बाँदर र माछालाई कम्पिटिसन लगाएर कहिले तैर्न अथवा पानी मुनि जान भनेर कम्पिटिसन गराउने, कहिले चाहिँ माछा र बाँदरलाई रुखमा चढ्ने कम्पिटिसन गरायौँ भने त अनि यहाँ त कहाँनिर फरक पर्छ भन्दा हामीले अझ बच्चालाई त के भनेर आउँछौँ, तँबाट यति पनि हुँदैन, तैँले यति पनि गर्न सक्दैनस् भनेर त्यसरी उसलाई हेपेको फिल हुनसक्छ अथवा उसको मेन्टल्ली असर पर्न सक्छ। यो उमेर भनेको त्यसै पनि म्याच्योर भइसकेको उमेर होइन, त्यो हुनाले हामीले विशेष ख्याल गर्नुपर्छ भनेर मैले भन्दैछु। भनेपछि यदि हामीले सही बाटो देखायौँ र उसको रुचि अनुसार काम भयो भने हुनसक्छ तपाईँको बच्चा सन्दुक रुई जस्तो बन्न सक्छ, हुनसक्छ मनोज गेवालीजी जस्तो बन्न सक्छन्, होइन? अथवा पत्रकारिताको सेक्टरमा भन्यो भने टिकाराम यात्रीजी जस्तो बन्न सक्नुहुन्छ, राजेन्द्र बानिया बन्न सक्नुहुन्न र उहाँहरूको रुचि के छ त? पत्रकारिता छ। एउटा इन्टरभ्यूमा मैले सुनेको थिएँ, मलाई अफर आयो भने पनि ठुलै पदको अफर आए पनि उहाँहरू दुइटैले म चाहिँ राजनीतिमा जान्न होला भन्दै हुनुहुन्थ्यो, जान्न नै भन्नुभएको थियो। किन भन्नुभयो त भन्दा उहाँको रुचि यो पत्रकारितामा छ, उहाँलाई यही गर्न मजा आइरहेको छ, यहीबाट उहाँले घर व्यवहार सबै धान्नु भएको होला। भनेपछि म अरू फिल्डमा किन जाने, किन रिस्क लिने, उहाँहरूको त्यो छ। भने हाम्रो बच्चाले पनि आफ्नो रुचि अनुसारको काम गर्यो भने त फिल्ड त सबै राम्रा नै हुन्छन्। त्यो हुनाले मैले गार्जेनलाई तपाईँको बच्चालाई यदि तपाईँ यो क्लास हेर्दै हुनुहुन्छ भने तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईँ आफूलाई करियरको बारेमा थाहा छैन भने पनि कोही जानेको व्यक्ति त हुन्छ, त्यो जानेको व्यक्तिलाई एकछिन घरमा बोलाएर भए पनि तपाईँले उसँग सल्लाह सुझाव लिन सक्नुहुन्छ, होइन? मेरो बच्चा यस्तो यस्तो नेचरको छ, कुन सेक्टरमा लाउँदा ठिक होला अथवा भविष्य कता छ ठिक छ भनेर तपाईँ आफू पनि बुझ्न सक्नुहुन्छ। गुगलको जमाना छ, एआईको जमाना छ, एआईलाई सोद्धा उसैले बताइदेला तपाईँलाई के रुचि छ, के गर्न मनपर्छ भनिसकेपछि एआईलाई सोध्ने हो भने ल म यस्तो यस्तो व्यक्तित्व भएको मान्छे छु, मलाई बोल्न मनपर्छ, मलाई ग्यादरिङ गर्न मनपर्छ, मलाई टिममा लिडरसिपको भूमिका मनपर्छ, मैले के चाहिँ अब म एसई दिएर बसेको छु, मैले के पढ्ने हो, के पढ्दा ठिक होला भन्यो भने उसैले भन्न सक्छ। तपाईँ पोलिटिकल साइन्समा छिर्नुहोस्, तपाईँ जर्नलिजम पत्रकारिता गर्नुहोस्, राम्रो छ नि ठाउँमा पुग्न सक्यो भने भनेर उसैले पनि यसरी सुझाव पनि त दिन सक्छ। हाम्रो त असिस्ट गरिरहेको हुन्छ उसले। भनेपछि बच्चालाई गलत बाटो नहिँडालौँ, बच्चालाई सही बाटो देखाउँ भन्नको लागि मैले यो चाहिँ नि आजको कुरा गरेको। अनि अर्को मैले एउटा यहाँ चाहिँ के कुरा गर्न आँटेको भन्दा अब एआईले पनि जागिरता खाइदिरहेको छ। तपाईँको बच्चा यदि जुन सेक्टरमा लाग्छ त्यो एभरेजमा भइदियो भने, यदि एभरेजमा भइदियो, टपमा जान सकेन भने यो एभरेजवालाको जागिर एआईले खाइदिइराखेकै छ अथवा एआईद्वारा यो रिप्लेस हुन्छ नै ढिलो चाँडै। जस्तै 2025को 6 महिनामै मात्र एआईले लगभग 78,000 आइटी रिलेटेड कर्मचारीहरू कटौती गरिसकेका छन्। आइटी रिलेटेड कम्पनीहरूले उनीहरूले चाहिँ नि जस्तै सफ्टवेयर इन्जिनियर, जुनियर सफ्टवेयर इन्जिनियर अनि गएर डाटा इन्ट्री लेभलका यस्ता कर्मचारीहरूको सब काम कटौती गरिसकेका छ एआईले। त्यस्तै ब्याङ्किङ सेक्टरमा पनि थुप्रै जागिरहरू कटौती गरिसकेको छ, अझै कटौती गर्ने ठाउँमा नै छ। त्यो सँगसँगै एआईले जागिर खाने मात्रै होइन, एआईले थुप्रै जागिरहरू क्रिएट गरेको छ, मान्छेलाई क्रिएटिभ बनाएको छ, मान्छेलाई सही डाइरेक्सनमा पनि ल्याएको छ। जस्तै एउटा रिसर्चले एउटा आँकडा, एउटा अनुमान के गरेको छ भन्दा एआईका कारण विश्वभरि 92 मिलियन, त्यो भनेको 9.2 करोड चाहिँ नि पुराना जागिरहरू विस्थापित हुने र 170 मिलियन यानि कि 17 करोड फेरि एआईसित रिलेटेड गरेर एआई रिलेटेड नयाँ जबहरू सिर्जना हुने एउटा आँकडा देखिएको छ। यदि यसलाई हेर्ने हो भने हाम्रो बच्चा एभरेजभन्दा तल गइदियो, उसको रुचि अनुसारको उसले पढ्न पाएन,
तलै बस्दियो भने हुन्छ के त, ऊ कम्पिटिसनमा जान सक्दैन। त्यो भएपछि उसको जागिर असुरक्षित हुनसक्छ। त्यो हुनाले उसको रुचिअनुसार बाबु नानी तिमीहरूलाई के पढ्न मन छ तिमीहरूले पढ, हामीले सहयोग गर्ने हो, हामीले फोर्स गर्दैनौँ भनेर उनीहरूलाई फ्यामिलीमा मिटिङ गरेर अथवा भनौँ सँगै बसेर खुलेर कुरा गर्ने इन्भाइरोमेन्ट गराउनु पऱ्यो। किनकि यो उमेर भनेको त्यसै पनि टिनेजर्सको उमेर हो। यो उमेरमा बच्चाहरू अलिकति आमा बुवासित अलि टेडेङमेडेङ गर्ने, मेरो कुरा तपाईँहरूले बुझ्नुहुन्न खालको कुराहरू गर्छन्। अनि अर्को कुरा उनीहरूलाई लाग्न सक्छ मलाई यो मतलब मेरो इन्ट्रेस्ट त यो हो भनेर कुनै हबिज बताउलान् होइन। जस्तै कसैले भन्ला मलाई त सिङ्गिङ मनपर्छ, त्यसो भए मैले के नपढ्नु त, मलाई डान्स मनपर्छ मैले नपढ्ने त हो, यस्ता कुरा गर्छन् भने यसको जवाफ मैले योभन्दा अगाडिको मैले क्लासमा दिइसकेको छु। सिङ्गिङ आउँछ मनपर्छ, डान्सिङ मनपर्छ भने तपाईँ एउटा प्रोफेसनमा गर्दै गर्दा यसलाई पार्ट टाइमको रूपमा टाइम दिएर बिस्तारै योबाट पनि अर्निङ हाम्रो यो आफ्नो प्रोफेसनल आफूले जे गरिरहेको छ यो बराबर यो हुन थाल्यो भने अनि मात्रै रिप्लेस गर्ने हो। हाम्रो कतिपय हबिजहरू यस्ता हुन्छन् जसले हामीलाई अर्निङ नदिन सक्छ। जस्तै मेरो साउन्ड राम्रो छैन, भोकल राम्रो छैन, स्वर राम्रो छैन, कोइलीको जस्तो छैन, तर मलाई गाउन मनपर्छ। मन परेर मात्रै त केही हुँदैन। बच्चालाई लाग्न सक्छ मलाई मनपर्छ मैले गर्छु, बच्चा न हो बच्चा त। त्यो हुनाले तपाईँले उसलाई क्लियरली बुझाउन सक्नुपर्छ। आफूले नबुझाए पनि बुझाउन नसके अरूको सहयोग लिएर भए पनि तपाईँहरूले बुझाउनु पर्छ। मैले यति नै भन्न खोजेको हो। अब बाँकी कुरा त ठिक छ। हामी अब मेरो फिल्डमा मैले खासमा यो भिडियोहरू त अलि डिटेलमै बनाउन खोजिरहेको थिएँ। अब अहिलेलाई सम्भव भएन, अहिलेलाई मैले यति नै गरेँ। योभन्दा अगाडि मैले बच्चाहरूको लागि बच्चाहरूले हेर्नुपर्छ भनेर 2टा क्लास बनाइसकेको छु। यो विशेष गरी गार्जेनको लागि फोकस हो। क्लास सुनिदिनु भयो, हेरिदिनु भयो, धन्यवाद। मन पऱ्यो सेयर गर्नुहोस् है त। ल यति नै गरौँ। धन्यवाद, नमस्कार।